हेलो गाइस, हाम्रो त यो रेडमी 12 5G को समस्या भनेको चाहिँ जुनै एप्स थिचे पनि नखुल्ने भनौँ न, सेटिङहरू नचाउने अप्सन नआउने। यो अप्सनहरू चाहिँ यो बिटम्याप डाउनलोड गर्दा प्रायः जस्तो आउँछ। यो अप्सनलाई चाहिँ कसरी सल्भ गर्ने भन्ने सिस्टममा चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु गाइस है। हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है, किनभने यस्तो समस्या यो फोनमा अहिले प्रब्लम धेरै आएको कारण चाहिँ बिटम्यापहरू चाहिँ डाउनलोड गर्छ। बिटम्याप प्ले स्टोरमा पाइँदैन। प्ले स्टोरमा नपाएपछि गुगल अथवा क्रोमतिरबाट खोजेर हामीले गर्नुपर्ने हुन्छ। त्यसरी गऱ्यो भने चाहिँ हुन्छ, नत्र यहाँ जति हटाए पनि यो आउँछ। त्यो खोज्ने क्रममा चाहिँ यो सिस्टम पुग्या हो। जब यो सिस्टम चाहिँ म कसरी हल गर्छु भन्ने कुरा चाहिँ होइन तपाईँहरूलाई देखाउँछु होइन। चुज ल्याङ्ग्वेज भनेर आएको छ है, भन्छ बच्चाले चाहिँ यो बिटम्याप डाउनलोड गर्दा यस्तो आएको भनिरहेको छ होइन। यो कस्टमरले चाहिँ खुल्छ। त्यसपछि यहाँ माथि सेटिङमा चाहिँ डिफल्ट भन्ने टाइप गर्ने, डिफल्ट एप्स आउँछ होइन। डिफल्ट एप्समा चाहिँ तपाईँले गएर टच गर्ने, फर्स्टमा डिफल्ट चाहिँ लेख्नु पर्यो है। डिफल्ट एप्समा गयो। डिफल्ट एप्समा गएपछि अब यहाँनिर खास कुनैमा फरक फोनअनुसार फरक आउँछ। यसमा चाहिँ यो डिफल्ट एप्समा थिचिसकेपछि चाहिँ के हुन्छ भने त्यहाँ अप्सनहरू आउँछ क्या माथि। चाहिँ हामी ल्याङ्ग्वेजको प्रब्लम हो नि त, त्यही भएर सिस्टम यो होल्डरमा गएपछि चाहिँ यसमा टच गरिसकेपछि चाहिँ हाम्रो लगभग मल भइसक्यो है। देख्नुपर्ने सबै चलिसक्यो है गाइस। ल त्यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हामीलाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु ल है। यो भिडमा चाहिँ यो दुईवटा देखिरहेकोमा जुन यो भिडियो कुनै पनि यो दुइटै होइन, जो ओरिजिनल होइन यस्तो देखाउँछ है। त्यही यही एप्स हो अहिलेको हाम्रो प्रब्लम देखाउने भनेको चाहिँ। अब यसलाई चाहिँ हामी के गर्छौँ, हालिदिन्छौँ है। के गर्ने थिचिरहने अनि डिलिट गरिदिने। अनइन्स्टल गरिदिएपछि फेरि गएर यहाँ थिचेर प्रब्लम नल्याउला भन्ने है। हजुर ल धन्यवाद गाइस। हजुर फाइनली गाइस हाम्रो मोबाइल चाहिँ भइसकेको छ कस्टमरको होइन। अब समस्या भन्ने कुरा चाहिँ यस्तै हो, जताततै खेलाएपछि आउने हो, त्यसै आउने होइन। त्यही भएर